हेलो गाइज, तपाईँलाई आज म के भन्न चाहन्छु भने झापा 5 बाट चाहिँ केपी ओलीलाई जसरी भए पनि हराउनु पर्छ। एमालेको चुरीफुरी बन्द गर्नै पर्छ। अब भोट भनेको चाहिँ नयाँलाई, ड्याङ्गैसँगले नयाँलाई हान्ने हो सबैजनाले। ओके, किनभने झापाली भएको कारणले पुरा झापा 5 देखि सबै चाहिँ हैन घन्टीमय हुनु पर्यो। किनभने यो कार्यकर्ताहरू एमालेको झन्डु झोलेहरू हैन, यो एमालेको भ्रष्टाचारीहरूदेखि लिएर खानु पल्केकोहरूलाई पत्ता साफै गर्नुपर्छ हाम्रो गाउँ ठाउँदेखि पुरै देशभरि। किनभने अति गरिसक्यो हैन। अब पालो भनेको चाहिँ नयाँहरूको लागि, नयाँहरूलाई विजय गराउनु पर्छ। तपाईहरू पनि सबै झापाली हामी सबैजना भएर आफ्नो घर परिवारलाई यो घन्टी चिन्हमा भोट हाल्नु भनेर घरमा भन्नु होला। किनभने केपी ओलीको त पत्ता साफ हुनु पर्यो। केपी ओली त अब झापामा मात्र हैन, केपी ओली त एकैचोटि माथि मात्र हो। त्यसलाई यो देशमा ठाउँ छैन र अर्को कुरा भन्छु, ठग दलाल झुन्ड भ्रष्टाचारीहरू भनेको चाहिँ एमाले काङ्ग्रेस माओवादीकै ग्रुपमा छ हैन। त्यो भएको कारणले कदापि पनि पुरानोलाई हैन, यो पटक नयाँलाई हालेर हाम्रो भविष्य बनाउनु लागि मतदान घन्टी चिन्हमा भोट हाल्नु जरुरी छ। यो चोटि काङ्ग्रेस एमाले माओवादी यिनीहरूलाई एक भोट पनि नखसाल्नु होला। म झापाको सबै जनताहरूमाझ म यो भन्न चाहन्छु कि झापामा सिर्फ घन्टीमय बनाउनु हुन अनुरोध गर्दछु। घन्टी त घन्टी, अरू कुनै पार्टी होइन। पत्ता साफ गर्नुपर्नेछ। जति पनि आएर यहाँ टिकटक फेसबुक युट्युबतिर आएर भ्याउ गरिरहेछ नि, त्यो झुन्ड भ्रष्टाचारी दलाल तिनीहरूको पत्ता साफ गर्नुपर्ने छ हैन। जय नेपाल।